हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँ सन्चै हुनुहुन्छ होला। अनि म पनि यहाँ सन्चै छु। अनि अहिले चाहिँ म अब खाना पकाइसकेँ भित्र। अनि म चाहिँ एकछिन बाहिर आएको छु। पानी पर्ने जस्तो गरेको छ क्या। पानी पनि अलिअलि परिरहेको छ। अलिअलि परेको चाहिँ त्यस्तो देखेको छैन है त। अनि गाइस मैले चाहिँ खाना पकाइसकेँ। चना छ अनि भात चाहिँ त्यहाँ छ। अनि अब त्यही हो, अब खानासाना खान्छु। अनि यता भाँडासाँडा धोएर अनि यहाँ बराल कुराल गर्ने, पोछा लाउने। अनि त्यही हो अब काम चाहिँ आजको। अनि इक्जाम छ आज चाहिँ अकाउन्टको। गाइस मैले चाहिँ भाँडा माझिसकेँ। अनि भाँडा चाहिँ मैले बाहिर राखेको छु एकछिन। यहाँ अब त्यो म्याट थियो, म्याट अनि त्यो बाहिर राखेको छु अगाडिपट्टि। अनि यहाँ म अब पहिला यहाँ बराल्छु। अनि बरालेपछि फेरि पोछा हान्छु। अनि सुकिसकेपछि भाँडा ल्याएर अनि यहाँ ट्याक्क मिलाएर त्यसमा राखिदिन्छु। अनि भात चाहिँ सकियो सबै, ट्याक्क पकाइहाल्छु। अनि यहाँ चाहिँ हल्का तरकारी छ चनाको। यो चाहिँ माथि घरबेटीले दिनुभएको। अनि यसलाई चाहिँ अब साँझ पकाउने हो है त। अहिले चाहिँ अब मैले मासिसकेँ। अब म झाडु हान्छु है गाइस। मैले चाहिँ यसलाई हानिसकेँ। झाडु हाने अरे बराले अनि पोछा लगाएँ। भाँडा ल्याएको छु। अनि अब एकछिन म त्यहाँ भाँडा राख्छु। अनि एकछिन अब रेस्ट हान्छु, त्यहाँ बस्छु है त। गाइस अब चाहिँ स्कुल जाने टाइम भइसक्यो। अनि मैले ड्रेस चाहिँ लगाइसकेँ। अब 10 भएको छ अहिले। अब 10 मिनट पछि जान्छु। त्यही हो गाइस। अब चाहिँ इक्जाम गर्न जान्छु। इक्जाम गरेर अनि 4 बजेतिर बिदा हुन्छ। 3 घन्टाको इक्जाम हुन्छ। 4 बजे आउने हुन्छ। अनि 4 बजे 10 मिनट लाग्छ आउने। 4:10-15मा आउँछु है त। गाइस म चाहिँ अब स्कुलबाट अहिले आइसकेँ इक्जाम गरेर। अनि अहिले 4 बजेको छ। अनि त्यही हो, अब म एक्सर्साइज गर्छु। अनि यहाँ छ एक्सर्साइजको लिस्टहरू। अनि अब चाहिँ म एक्सर्साइज गर्छु। अनि भिडियोको लागि म हेर्छु। यहाँ यो बाल्टी छ नि, यसलाई राखेर अनि एउटा डेक राखेर यस्तै गराउनु पर्ला, बन्छ कि नै है त। अनि अब चाहिँ म एक्सर्साइज गर्छु है। गाइस चाहिँ अब मैले खाना खाइसकेँ। अनि एक्सर्साइज पनि मैले गरिसकेँ। खाना चाहिँ मैले भात पकाएँ। अनि भाँडा अहिले धोइसकेर आइसकेँ भाँडा धोएर। अनि राइस पनि सकेको छु। खाना चाहिँ मैले भात पकाएँ अनि दही ल्याएँ। दही चाहिँ अहिले मैले फ्रिजमा राखिसकेँ। अनि बिहानको जो मैले बनाएको चनाको तरकारी त्यो बचेको थियो। अनि अहिले पकाउनु परेन। अनि त्यही खाएँ। अब चाहिँ सब भइसक्यो। अनि अब यहाँ ग्यास बन्द गरेँ, झ्याल लगाएँ, पर्दा लगाइदिएँ। अनि लाइट मार्छु। अनि अब जान्छु आफ्नो कोठामा उतापट्टि सुत्छु। अरू सब यहाँ भइसकेको छ।
यतापट्टि आएर अब सुत्छु है त गाइस। अनि त्यहाँ छ दही मैले फ्रिजमा राखेँ, गोबी छ यार, यो टमाटर चाहिँ अस्ति ल्याएको थिएँ, गोबी छ कि यसलाई कहिले खाने, भोलि अब गोबी खानु पर्ला। अनि यहाँ चाहिँ अब ल्यापटपमा चार्ज लगाएको छु, अब ताल लगाउँछु यतापट्टि कोठामा। अनि यतापट्टि आएर भोलि इकोनोमिक्सको इक्जाम प्र्याक्टिस हान्छु है त, पढ्छु। गाइज म चाहिँ अब बाहिर ढोका लाएर अब सुत्ने टाइम भइसक्यो। अनि अब म चाहिँ सुत्छु, मैले झुल लगाइसकेँ। अनि अब सुत्ने निद्रा लागिसक्यो। अनि खाना पनि खाइसकेँ। त्यो गाइस अब आजको भ्लगलाई चाहिँ यही एन्ड गर्छु म। अनि तपाईँलाई भिडियो राम्रो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।